नमस्कार। आतंकवादको एकमात्र उपचार भागवत गीता। आतंकवादको उत्पत्ति कहाँबाट भयो? आउनुहोस् जानौँ। मूल कारण गरिबी, अशिक्षा र धार्मिक कट्टरताबाट भरिएको वातावरण हो। अन्य कारणहरूमा राजनीतिक अस्थिरता, खराब कानुनी व्यवस्था, उग्रवादी सङ्गठनहरूको प्रभाव, सम्बन्धित तत्त्वहरू, बढ्दो जनसङ्ख्या वृद्धि दर, महिलाहरूप्रति गरिने भेदभाव, उच्च जन्मदर। गीताको सन्देश: आतंकवाद अज्ञानताको अँध्यारोमा फल्छ। अविद्या तमोस गुरु, अज्ञान अँध्यारोको मूल कारण हो। समाधान ज्ञान, न्याय र आत्मनिर्भरताको प्रसार गर्नुपर्दछ। आतंकवादले कसरी डराउँछ? गीताले भन्छ, हामी मात्र आफ्नो रक्षाका लागि जन्मेका होइनौँ, धर्म र सत्यको रक्षाका लागि। गीताको उपदेश: निर्भय बन्नुहोस्, डरले नै आतंकवादलाई शक्ति दिन्छ। शोक र हिंसालाई त्याग्नुहोस्। कृष्णले अर्जुनलाई युद्ध गर्न भने, तर स्थिर चित्त भएर। शत्रु र आफ्नो शक्तिलाई चिन्नुहोस्। आतंकवादीहरूले देशको संविधान र एकतालाई निशाना बनाउँछन्, न कि मात्र हिन्दूहरूलाई। जसले आफ्नो प्रतिक्रिया देखाउँछ, उसले आतंकवादीलाई जित्न मद्दत गर्दछ। आतंकवादीहरूलाई कसरी जित्ने त? गीता युद्धको मैदानमै दिइएको थियो। यसको सन्देश हो, चुनौतीलाई स्वीकार गर्नुहोस्, त्यहीबाट मुक्ति मिल्दछ। बिना ज्ञानको सङ्घर्ष हार निश्चित छ। शस्त्रभन्दा पहिले शास्त्र बुझ्नुहोस्। आतंकवाद विरुद्ध लड्न शारीरिक शक्ति मात्र पर्याप्त छैन, आध्यात्मिक बल पनि चाहिन्छ। कृष्ण र अर्जुन हरेक युगमा हुन्छन्, तर दुर्योधन पनि हुन्छन्। गीताको आवश्यकता यस कारणले दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसले निष्काम कर्म, धैर्य र न्याय सिकाउँछ। पूजा मात्र पर्याप्त छैन, जीवनमा गीताको सिद्धान्त अपनाउनुहोस्। निष्कर्षमा, आतंकवादीको मूल कारण अज्ञानता हो। समाधानका लागि शिक्षा, आर्थिक विकास र धार्मिक सहिष्णुता बढाउनु पर्दछ। गीताको ज्ञान, निर्भयता, धर्म र कर्तव्यबोधलाई व्यक्ति र समाजमा फैलाउनु हो। जब समाज गीताको मार्गमा हिँड्छ, आतंकवाद आफै मर्छ। गीता मात्र धार्मिक ग्रन्थ होइन, यो जीवन जिउने एउटा विज्ञान हो। त्यसैले गीतालाई अनुसरण गर्नुहोस्।